गाइस वेट यहाँ मैले कमालको चिज देखेँ यहाँ यी साइबोको आँखामा के गर्दैछ यो के होला गाइस भाइ अलिकति बेसी होइन अलिकति ढिलो भयो अलिकति प्रब्लमले गर्दा तर हामी पिकनिक एकदम मजाले सुरु भइरहेको छ अनि के लेख्दैछ यहाँ It's a pork bouquet. कसरी फेरि तपाईँको रियाक्सन हामी हो जाइडसको के भन्नु कुल्ली भन्नु सक्दैन होला Hello and namaste everyone, it's me Sanjay Suba. Once again welcome back to my new another vlog from रानीवन है यो एरिया चाहिँ हाम्रो वेस्ट बेङ्गाल पर्छ है जस्ट हाम्रो यो जाइडस कम्पनीदेखिको अपोजिट साइडमा है गाइस तपाईँहरूले मेरो है चासकतङ नामको जुन चाहिँ प्रिपरेसन थियो अस्तिको टाइममा है मैले त्यसमा पनि भ्लग गरेको थिएँ तपाईँले चेक गर्नु भएको छैन भने है प्लिज गो एन्ड चेक आउट माई न्यू भ्लग है चासकतङ नाम पनि दामी भएको छ यहाँ रहेछ हेर्नु नि सेवारो भनिदेऊ न उहाँ चाहिँ अस्ति तिमी तार्कुमा भाइरल हुनुभएको बहिनी है मेकानिक छ तपाईँ त कति छिटो आउनुभयो रम्फूदेखि छिटो फोन गरेको चिनिन त दुईजनालाई त मैले एक्सन गर्नु दियो हामी हो जाइडसको के भन्नु कुल्ली भन्नु सक्दैन होला स्टाफहरू हामी सबै तर टायर पम्चर गरेर आएछ बिहानै के भन्छ ढोकेन होला नि त यसो विश्वकर्मालाई त यसो हिजोदेखि चाहिँ मेरो यस्तो गरेर आउनु पर्दैन नि त हाम्रो विशाल दाजु हुनुहुन्छ है तल दाजु के गर्नुहुन्छ भाइ अलिकति बेसी होइन अलिकति ढिलो भयो अलिकति प्रब्लमले गर्दा तर हामी पिकनिक एकदम मजाले सुरु भइरहेको छ अब अझै इन्जोय डल्लै बाँकी छ इन्जोय सबैजनालाई अनि सबैजनालाई एडभान्समा ह्याप्पी न्यु इयर है ह्याप्पी न्यु इयर ह्याप्पी क्रिसमस सबै ह्याप्पी सङ्क्रान्ति छ ल हाम्रो गाइस यहाँ चाहिँ ढुङ्गामा चाहिँ सेकुवा हुँदैछ यो के हो अन्त हाम्रो यो त अन्त पुरा अन्त के अरे नागाल्यान्डको हो यो त अन्त हाम्रो यहाँ हाम्रो फेरि हुनु नसकेको युएस आर्मी दाजुले बनाउनु हुँदैछ हो यहाँ है गाइस यो बहिनीहरूले चाहिँ यहाँ के खाँदैछ किवी खै नखाइ कस्तो भयो अरे हेरौँ त्यस्तो चल्दैछ है गाइस आजको पिकनिक चाहिँ हाम्रो यहाँ हाम्रो ल्यान्डो कर्म भीम गोविन्द दाजु हाम्रो भाउजू त आज राम्रो देख्दैछ त हेलो भाउजू राम्रो देख्दैछ त आज त यहाँ हाम्रो भोटे दाजु अघि बिहानै आएको हेर्नु नि अहिलेसम्म पनि 1 बजिसक्यो भात पाकेको छैन हेलो यो क्लिप चाहिँ कहाँ कस्तो ब्युटिफुल देखेको हाम्रो सन्तालाई के खानु भएको भाउजू के साह्रो लजाउनु भएको खै तपाईँको आइफोन हेरौँ त अन्त के हुन्छ एकछिन हेरौँ न सो गाइस यो चाहिँ हाम्रो यहाँ भाउजूको नयाँ आइफोन हो जस्तै भर्खर किनेको कङ्ग्रेचुलेसन तपाईँले दामी रिल्सहरू देख्नुहुन्छ नि यही आइफोनदेखि क्लिक गरेको नि आइफोन 15 है यो मलाई पनि सब्स्क्राइब गरिदिनु नि त केमा सब्स्क्राइब गरिदिनु केमा सब्स्क्राइब गरिदिनु त्यो पनि भनिदिनु फेसबुकमा सो गाइस तपाईँहरूले चाहिँ हाम्रो यहाँ पवित्र बहिनी पवित्र राई छ है पवित्र राई हाम्रो फेसबुकमा छ है तपाईँहरूले डु चेक आउट है अनि फलो गर्नु चाहिँ नबिर्सिनु ल दामी रिल्स आउँछ कन्टेन्टहरू दामी आउँछ है गाइस तपाईँहरूले चाहिँ दबाङ देख्नु भएको छैन भने चाहिँ यहाँ हाम्रो दबाङले चाहिँ लोकल कुखुराको सुप बनाउँदैछ यहाँ दबाङ अरे हुर दबाङ यहाँ हुनुहुन्छ हाम्रो लाचे नाना हो यता चाहिँ पिङ्की भएर यहाँ
दोकानको नाम चाहिँ भन्दिनँ प्लिज कमेन्ट गर्नु ल मेरो पनि निकाल्नु न गाइज पोहोरको साल चाहिँ साइबोले चाहिँ हामीलाई वाचिपा चाहिँ काँचो खुवाएको थियो यो साल पनि काँचै छ हुन्छ फेरि यो पालि चाहिँ कस्तो रहेछ अब खानु अनि चाहिँ याद पाइहाल्छ है याद कस्तो कसरी फेरि तपाईँको रियाक्सन फेरि गर्नु कसरी भुजेलले चाहिँ सुँगुर तारेको हेर्नु त यहाँ खास भयो चाहिँ यो नि यो हो नि खास त गाई बुढोले खाँदैछ बोलेको है यो त ढुङ्गामा ओरिजिनल सेकुवा हो यो सेकुवा पनि ओरिजिनल डुप्लिकेट हुन्छ स्विच अन मात्रै गर्नु पऱ्यो यहाँ पछाडि भइहाल्छ ल सो गाइस हाम्रो यहाँनिर चाहिँ साइबोले चाहिँ अब यहाँ नयाँ वायरलेस माइक मगाएको रहेछ हो अनि यो माइकमा चाहिँ अब म पनि कनेक्ट गरेर चाहिँ एकताल ट्राई गरिहेर्छु अनि मेरो थुप्रो भइसके पनि छ यहाँको चाहिँ यो माइकदेखिको चाहिँ साउन्ड कस्तो आउँछ चेक गर्नुहोस् ल तपाईँहरूले चाहिँ हेलो चेक यो चाहिँ हाम्रो साइबोको नयाँ माइकदेखि मैले साउन्ड चेक गरेको है त गाइस कस्तो सुन्दैछ है साउन्डको क्वालिटी चाहिँ कतिको इम्प्रुभ छ तपाईँहरूलाई भनिदिनुहोस् होला है यहाँ माथि चाहिँ यहाँनिर चाहिँ तोङ्बा पाउँछ गाइस तोङ्बा दामी हुन्छ वा यहाँ चाहिँ हिजो अस्ति बनाउँदै थियो कि तर अहिले चाहिँ कस्तो दामी बनाएछ हौ यहाँनिर है अस्ति पोहोरको साल हामी आउँदा चाहिँ यो उयो मात्रै थियो हो त्यो त मजाले बनाइदिएको रहेछ नि हौ अन्त वा गाइज वेट यहाँ मैले कमालको चिज देखेँ यहाँ यी साइबोको आँखामा के गर्दैछ यो के होला गाइज यो त मिनी के भन्छ बाइनोकुलर्स पो रहेछ त अन्त दुर्बिन यसले त अन्त यो माथिको जुबिन डस त खतरा देख्दै होला है साइबोले जुबिन डस चाहिँ यहाँ देख्दैछु बजाएर फेरि गर्नु त बम प्लास्टिक नि के लेख्दैछ यहाँ ओप्पो It's a pork bouquet with मर्छ त अन्त यस्तो खायो भने त है जितना भी राहुल भैया का फ्रेंड्स है বন্ধুরা যত আপনারা আছেন प्लिज আমার পেজটাকে ফলো করবে जति पनि सुब्बा ब्लग अफिसियललाई माया गर्नुहुँदैछ सञ्जय सुब्बा अफिसियल सञ्जय सुब्बा अफिसियललाई मेरो पेजलाई पनि फलो गरिदिनु होला जिआर ब्लग 12-13 छ मेरो पेजको नाम चाहिँ हो त्यसमा चाहिँ म ब्लग हिन्दीबाट बनाउँछु किनकि हिन्दी अब अहिले इन्टरनेसनल चल्छ वर्ल्डवाइड चल्दैछ सो त्यही भएर किनकि म हुँदा नेपाली हो तर मेरो भाषालाई प्राउड छ म नेपालीमा गर्व गर्छु तर म हिन्दीबाट चाहिँ बनाउँछु त्यस्तो केही होइन सबैले माया गरिदिनु होला मेरो पेजलाई पनि जिआर ब्लग 12-13 नबिर्सिनु होला धन्यवाद ल उसलाई पनि अब हल्का सपोर्ट गरिदिने बेला भयो तपाईँहरूले हल्का पनि होइन पुरा फुल सपोर्ट गरिदिनु पर्यो किनकि यहाँको होइन बेङ्गालको मान्छे सिक्किममा आएर ब्लग गरिरहेको छ भने चाहिँ पुरा फुल सपोर्ट लाइक सेयर पनि गरिदिनु कमेन्ट पनि गरिदिनु उसको लागि चाहिँ तर मैले यता सञ्जय सुब्बा अफिसियलको लागि पनि जिआरकोबाट पनि सपोर्ट चाहिएको छ अनि बेङ्गालकोबाट पनि पुरा सपोर्ट चाहिएको छ मैले नि त गाइस अब चाहिँ हाम्रो खाना खाने बेला भयो है सबैजनाले खाना खान्छ यता चाहिँ भेज अन्डा र सब्जी अन्त गाइस मैले पनि खाइदिएको अब चाहिँ खाना खाना उयो खाने अचार धनियाँमा हाल्यो अन्त अरू के हाल्छ अरू पनि छ नि हाल्नु मेरो ब्लग चाहिँ यति नै थियो है यहीँसम्म थियो आजको डे आउँछ है